बरु जडिया श्रीमान परोस्, सुधार्न सकिन्छ हैन। तर यो घर बाहिर रमाउने, घरमा बुढी बच्चासँग चाहिँ खुसी हुँदैन सक्ने श्रीमान चाहिँ कसैको पनि नपरोस्। किनकि जति नै उनीहरूको अगाडि रोए नि, गिडगिडाए पनि, तिमी बिना म बाँच्न सक्दिन भनेर उसलाई जताए पनि उसको लागि मरे पनि बुझ्दैन यस्ता श्रीमानहरूले, जो घरमा आउँदा मर्दैन क्या, नामर्द बनेर आउने, एउटा स्वास्नीसँग जुझ्न आउने, मार्छु र काट्छु भनेर आउने यस्ता श्रीमानहरू हुनुभन्दा नि बरु राडी भएर बस्नु ठिक हो क्या त, बुझ्यो नि। सिन्दुर पुछेर सिन्दुर पखालेर बस्दाखेरि बरु एउटा केटी मान्छे खुसी हुन्छ। तर यो घरमा नामर्द बनेर भित्र छिर्ने श्रीमान अनि बाहिर चाहिँ सोझो संस्कारी म जस्तो इमान्दार कोही छैन भनेर फुकेर हिँड्ने श्रीमानहरू भन्दा नि एउटा बरु एकल नारी भएर खुसी भएर बस्न सकिन्छ, बुझ्यौ।